नमस्ते, वेलकम छ हजुरहरूलाई मेरो रोड टु 80 केजी बल्किङ सिरिज डे 8। बिहानै उठेर आफ्नो फर्स्ट मिल कन्ज्युम गरेँ। फर्स्ट मिल कन्ज्युम गरिसकेपछि आज मेरो कलेज लागेको थियो, त्यही भएर आज कलेजको लागि रेडी भएँ। कलेज गएर मैले ब्रेकमा सेकेन्ड मिल कन्ज्युम गरेँ। कलेज सिधिसकेपछि घर गएर आफ्नो थर्ड मिल कन्ज्युम गरेँ। थर्ड मिल कन्ज्युम गरेर जिम गएँ। आज मेरो लोवर बडी एक्सर्साइज भएको कारणले स्क्वाडबाट स्टार्ट गरेँ। स्क्वाडको 3 सेट 10 to 12 रेप्स हानिसकेपछि 8देखि मैले 150 केजीको 1 रेप्स निकालेँ। अगाडि नै धेरै वेट हानिसकेको कारणले गर्दा 1 रेप्स मात्र गयो 150को। सेकेन्ड एक्सर्साइज लेग एक्सटेन्सनबाट स्टार्ट भयो। यसको पनि 3 सेट 10 to 12 रेप्स। थर्ड एक्सर्साइज लिभरेटेड स्प्रेडबाट। यसको पनि 3 सेट 10 to 12 रेप्स। त्यसपछि फोर्थ एक्सर्साइजमा मैले गरेँ लेग प्रेस। लेग प्रेस पनि 3 सेट 10 to 12 रेप्स हानि सिधाइसकेपछि म लागेँ फिफ्थ एक्सर्साइजतिर। एब्डक्टरको 3 सेट 10 to 12 रेप्स हानि सिधाइसकेपछि आजको लास्ट एक्सर्साइज काफ रेजेसको 3 सेट 10 to 12 रेप्स। आजको लोवर बडी एक्सर्साइज सिधाइसकेपछि एकछिन मैले आफ्नो लेगको पोजेस दिएँ। एक्सर्साइज सिधाइसकेपछि आजको हाम्रो बडी वेट रहेछ 77 किलोग्राम। घर फर्किँदा हामी दुई भाइले बनासे खायौँ। घर पुगेर हामीले आफ्नो फिफ्थ मिल प्रिपेयर गऱ्यौँ। फिफ्थ मिल कन्ज्युम गरेको 2 घन्टापछि हामीले आफ्नो सिक्स्थ मिल कन्ज्युम गऱ्यौँ। आजको लागि यति, धन्यवाद।